साथीहरू आज चाहिँ हाम्रोमा चाहिँ पाहुना आउँदै हुनुहुन्छ। पाहुना चाहिँ हाम्रो विनिता अनि ज्वाइँ सिङ्गापुरदेखि आउँदै हुनुहुन्छ। अनि म चाहिँ खानाको रेडी गर्न थालेँ साथीहरू। अनि खानामा चाहिँ मैले चाहिँ त्यस्तै आलुचना सालचना अनि सागहरू बनाएँ। अनि त लोकल कुखुरा चाहिँ दाजु र बधै मिलेर बनाउँदैछ। अनि मैले चाहिँ केही सामान चाहिँ दिक्तेलदेखि मगाएको थिएँ साथीहरू। अनि मलाई चाहिँ नरेश बधैले पठाइदिनु भएछ। एकदमै धेरै धन्यवाद बधै नरेशलाई पनि। भने यता चाहिँ आमाले लोकलको सुप उमाल्दै हुनुहुन्छ। अनि मैले चाहिँ ठ्याक्कै मासु पनि तार्न थालेँ। यो चाहिँ सुँगुरको मासु हो साथीहरू। अनि दाजु भाउजू अनि भदैनी ज्वाइँ पनि आइपुग्नु भयो अनि खाँदै हुनुहुन्छ उहाँहरू चाहिँ। अनि आमाले चाहिँ यता सलाद पनि काट्दै हुनुहुन्छ र सुजलले चाहिँ। अनि साथीहरू मलाई चाहिँ एकदमै धेरै राम्रो ब्याग चाहिँ विनिताले ल्याइदिएछ। धेरै धेरै धन्यवाद विनिता, मलाई चाहिँ एकदमै धेरै मन पर्यो। अनि म चाहिँ खानाको रेडी गर्न थालेँ साथीहरू। कस्तो लाग्यो तपाईँहरूलाई पनि यदि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला साथीहरू। मेरो छोटो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ साथीहरू। हस्त धन्यवाद।